नमस्ते साथीहरू, आज चाहिँ म ब्लाउज सिलाउन गइरहेछु। सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला। सबभन्दा फर्स्टमा चाहिँ मैले यो पछाडि हाल्ने तुनाको लागि डोरी बनाउनको लागि सिलाइरहेको छु। यसरी सिलाउने अनि यो सिलाइ सकिएपछि फर्काउने, डोरीलाई फर्काउने, त्यो सिलाएको ठाउँबाट सियो राखेर सियोमा धागा हालेर मजाले फर्काउने। हजुरहरूलाई पनि गर्न सक्नुहुन्छ। सकिनै लागेको छ। रेडी भएपछि हेर्नु होला। फर्काउने तरिका पनि सिक्नु होला। निस्कियो। हाम्रो डोरी तयार भयो। ल हेर्नुहोस् कति राम्रो भयो। त्यसपछि अब यो हुक हाल्ने भाग सिलाउनु पर्यो। ब्लाउजको हुक हाल्ने भाग सिलाउँदैछु। यो फर्स्ट सिलाइ, त्यसपछि सेकेन्ड सिलाइ। यो चाहिँ हुक घर बनाउने ठाउँको, यो चाहिँ गलाको लागि। तुना राखेको छु। सिलाइलाई माथिबाट डबल हान्दैछु। यो चाहिँ अगाडिको भाग, यो चाहिँ अगाडिको भागको क्रिज। त्यस्तै गरी अर्कोपट्टि पनि। यो चाहिँ अगाडिको भाग हो। सबै क्रिजहरू हानिसकेको। अगाडि र पछाडिको भागलाई जोड्ने गलाबाट सरर सिलाइदिने। त्यो चाहिँ गला ठुलो भएको गला काटेको।
अन्तिमसम्म हेर्नु होला, भिडियो स्किप नगरिदिनु होला। अगाडि र पछाडिको भाग जोडिसक्यौँ। घाँटीपट्टिको जोडियो, अब ज्यानपट्टिको। यसलाई चाहिँ सिलाइ पनि डबल गरिदिनु होला। यो चाहिँ बाउला। बाउला पनि डबल गरेको छु। अब बाउला नाच्छु। यसरी नाप्यो भने चाहिँ सजिलो हुन्छ। सिलाइसकेर पछि खोल्नुभन्दा सिलाउनुभन्दा अगाडि नापिहेऱ्यो भने सजिलो हुन्छ। त्यही भएर मैले यसरी गरेको हो। फिनिसिङ भयो, हजुरहरूले हेर्न सक्नुहुन्छ। फिनिसिङ भन्नाले हेडिङ चाहिँ भएको छैन। अब अरू चाहिँ सबै भइसक्यो। अब